अनि यो त कताबाट आयो यो यो गरे भक्का बाबु सिक्न आइरहेको थियो कि के हो मैले भर्खर अहिलेको थाहा पारेँ हेर्दा लौ न नि ड्राइभर चाहिँ केही भएन अरू मान्छे थियो कि सिक्दाखेरि होला है आन्टी खोइ के हो चाहिँ बाबु मैले भर्खर तपाईँ आउँदै केही थाहा पाउनुभयो त सिक्दा रहेछ कि के रहेछ सिक्दाखेरि यस्तो भएर रहेछ कि के रहेछ थाहा पाउनुभयो पार्किङ गर्दाखेरि अब इभी गाडी रहेछ कि अब त उड्नु गर होला इभी रहेछ यो हो कि जस्तो लाग्यो अर्को गाडी जस्तो इभी गाडी खतरा हुन्छ हजुर हेर्नु त त्यो हेर्न सकेको देखाएको छैन जहाँसम्म लाग्छ इभी गाडी पनि हुनुपर्छ त्यो घर हजुरकै हो नि त यो ओम शान्तिको ए अब त्यो त चर्केछ वाल चर्केछ है तार सार जोडालेर उ गरेछ मान्छे चाहिँ केही भएन बा मान्छे ड्राइभर मात्रै अब अलिकति घाइते भयो ए हस्पिटल गएको यो नेपटक कतिजना थियो एकजना मात्रै हजुर हुने असम्भव नपर्ने कुरा गाडी पुरानो नयाँ गाडी फेरि है यतातिर पल्टी भएको एउटा कुरो हुन्थ्यो त्यस्तोमा उक्लिने भनेपछि त आमै हो त्यहाँ पार्किङ गरेर लागेको बेलामा अब उडिहालिसक्यो भत्ती अब यो घर नभएको तलै आउने तल मान्छे हिँडिरहेको भए त झन् छुट्टै पोल पनि रोक्यो पोलमा उता एउटा ढुङ्गा गऱ्यो नत्र सबभन्दा मेन त घरै हो घर नभएको भए त यो जान्थ्यो तलै आउँथ्यो के सिक्न आएर त्यत्रो त्यहाँ उठ्यो म त यो अब गाडी बिग्रियो भन्दा पनि मान्छेले नजानेर चाहिँ भएर रहेछ कि यस्तरी उडेर आउँछ त्यत्तिकै त के उठ्दैन गाडी आउँदै अनि कहाँ हुनुहुन्थ्यो तपाईँ पनि म त्यो खाल्टा घरमा थिएँ धन्दा भित्र आज घर बसिदिनु गरेर बाहिर निस्किँदा अहिले घरबेटले भनेर गाडी उडेछ त्यो घरले जोगाएछ यो आश्रमले जोगाइदियो आश्रम हो यो आश्रम हो बाह्रवटा आगो है माथिबाट चाहिँ यसो के सिकिरहेको थियो कि यहाँबाट ऊ मर्न लारे मरेर यसो फन्का गर्दाखेरि खुट्टे आएछ भित्रभित्र सिकौँ भनेर आएको थियो होला सिकेको सिक्नु नि यो पुरानो साउको नेपाल ए चलाउनु जाने मान्छे नेपाल टोपो साउको यसकै ए नेपाल टप साउको बाइक गरेको पहिलादेखि हो चलाएर ब्याट्रीवाला रहेछ यो चार्जवाला त्यो गर्दै उड्यो चार्जवाला गाडी हो हजुर ल इमर्जेन्सी लाइट बलिरहेछ भित्र एयर ब्याग पनि फुटेछ साथी यस्तो त भएको छ नि कुन चाहिँ गाडी हो यो फेरि